राधे राधे मित्रमित्रानीहरु, म फेरि पनि आइसकेको छु मेरो तपाईहरुको प्यारो च्यानल इन्जिनियरिङ जर्नी विथ सियामा। र योभन्दा पहिले मैले चाहिँ दुईवटा प्रोपर्टी मैले डिल गरिसकेको छ। एउटा न्युमेरिकल पनि त्यहीमा गराइदिइसकेको छ। सो म बेसिकबाट नै स्टार्ट गरेछु। सो त्यो भिडियो पनि हेर्नु होला, काम लाग्छ तपाईहरुलाई। र सुरुदेखि हेर्नुभयो भने तपाईहरुलाई कम्प्लिट नोट पनि भेट्नेछ। लेख्नुहुन्छ भने र तपाईहरुलाई नोट चाहिन्छ भने के भन्छ कमेन्ट गरिदिनुस्, म आफ्नो पेजमा हाल्दिहाल्छु, तपाईहरुले त्यहाँबाट सजिलो हुन्छ। सो अब टाइम वेस्ट नगरी हामी अर्को प्रोपर्टी डिल गरौँ। डेन्सिटी र स्पेसिफिक ग्राभिटी चाहिँ हामीले गरिसकेका छौँ र एउटा न्युमेरिकल पनि गरिसकेका छौँ। अब के भन्छ विस्कोसिटी, हैन? विस्कोसिटी के हो यहाँ फिगरबाट बुझ्नुस् है त। यो के छ ल हेर्नुस्, यो चाहिँ हाम्रो सोलिड सर्फेस हो हैन। योमा के छ त फ्लुइड बगिरहेछ। ल यो फ्लुइड चाहिँ बगिरहेछ यसरी। ल अब यहाँ के छ त दुईवटा लेयर छ हैन। दुईवटा लेयर, ल यो टप लेयर छ, यो के छ सेकेन्ड लेयर। फ्लुइडहरु के छ त बगिरहेछ, एकदम मजाले बगिरहेछ। ल अब यहाँ के छ यस्तो, ल यसरी यसरी फ्लुइड बगिरहेछ हैन। अब यो माथिको लेयर छ, यो तलको लेयर छ, यिनीहरु त बगिरहेछ। माथिको लेयरको आफ्नो रिलेटिभ भेलोसिटी छ, तलको लेयरको आफ्नो रिलेटिभ भेलोसिटी छ। अब यहाँ के छ हेर्नुस्, यो दुवैको बीचको डिस्टेन्स के छ त, दुवै फ्लुइड को जुन लेयर छ दुवैको बीचको डिस्टेन्स के भयो त, बीचको ग्याप dy, स्मल डिस्टेन्स हुन्छ के, सेपरेटेड बाई स्मल डिस्टेन्स dy। र यो लोअर लेभल छ, सरी लोअर लेयर छ, त्यसको भेलोसिटी कति अरे u, र अप्पर लेयरको भेलोसिटी u प्लस डेल u। अब त्यसपछि हामी चाहिँ के बुझ्यो त हेर्नुस्। अब यसलाई तपाईहरु सिम्पल इंग्लिशमा लेख्नलाई के गर्नु पर्यो त, हियर द फ्लुइड इज फ्लोइङ ओभर अ सोलिड बाउन्ड्री। यो सोलिड बाउन्ड्रीको माथिमा फ्लुइड के भइरहेछ, फ्लो भइरहेछ। अब यहाँ के छ त, देयर आर टू लेयर्स अफ फ्लुइड। What there are two layers of fluid? Okay, we are considering two layer of fluid, upper layer and lower layer. So lower layer is moving with the relative velocity u, and upper layer is moving with the velocity u plus del u, and they are separated by the distance dy. यति बुझ्नुभयो, यो फिगर सम्झिहाल्नुभयो। त्यसपछि फिगर बुझिसकेपछि अब हामीलाई के थाहा छ हेर्नुस् त, न्युटन्स ल अफ विस्कोसिटीले के भन्छ, यो अब यस्तो, यो जुन हाम्रो अप्पर लेयर छ र लोअर लेभल छ, अप्पर लेयरले के गर्छ त, यहाँ लोअर लेयरमा शियर स्ट्रेस के गर्छ त, शियर स्ट्रेस लगाउँछ। र यहाँ के हुन्छ त, लोअर लेयरले अप्पर लेयरमा के गर्छ, शियर स्ट्रेस लगाउँछ। अब त्यो शियर स्ट्रेसले गर्दा के हुन्छ त, हाम्रो के हुन्छ भन्दाखेरि यहाँ हामी अब के याद गरौँ त, न्युटन्स ल अफ विस्कोसिटी। न्युटन्स ल अफ विस्कोसिटीले के भन्छ, ट इज डाइरेक्टली प्रोपोर्सनल टु du बाई dy। त्यो जुन शियर स्ट्रेस यहाँ दुवैले एक अर्का माथि लगाइरहेछ नि, त्यो शियर स्ट्रेसले के गर्छ भन्दाखेरि, त्यो शियर स्ट्रेस के हुन्छ त, according to Newton's law of viscosity directly proportional to velocity gradient। यो के हो त, du by dy के हो हाम्रो velocity gradient। सो यो यति बुझ्नु भएको छ हैन। म फेरि पनि एकपटक रिपिट गरिदिन्छु सुरुदेखि। हामीले के गर्यो त, अब म इंग्लिशमा रिपिट गरिरहेछु छु। हेर्नुस्, here we considered a solid boundary over which fluid is flowing. So let us consider two layers of fluid. One is lower layer, another is upper layer. So they both are flowing. Lower layer is flowing with the relative velocity u, whereas upper layer is flowing with the velocity u plus del u, and they are separated by a distance du। यति बुझ्नुभयो। र अब के बुझ्नुहुन्छ, upper layer is
applying shear stress on lower layer, whereas lower layer is applying shear stress on upper layer. And we also know, according to Newton's law of viscosity, shear stress is directly proportional to velocity gradient, र velocity gradient के हो त du by dy. सो अब यो जुन हाम्रो ट छ यो के हो त shear stress हो हैन. shear stress इज इक्वल टु, अब यो प्रोपोर्सनालिटी साइन हटाउनको लागि यहाँ हामीले म्यू को एन्ट्री गरायौं. यो म्यू आयो, म्यू के छ त हिरो. यो म्यूलाई हामी के भन्छौं त कोएफिसिएन्ट अफ यो कन्स्ट्यान्ट अफ प्रोपोर्सनालिटी और डाइनामिक विस्कोसिटी र सिम्पली विस्कोसिटी. हेर्नु, विस्कोसिटी टु टाइप्सको हुन्छ, एउटा डाइनामिक एउटा काइनेटिक. अब यति त बुझिहाल्नु भयो हैन. अब यो बुझ्नुस् कि विस्कोसिटी हो कि हैन. यहाँ हेर्नुस्, प्रोपर्टी अफ फ्लुइड दैट अफर रेसिस्टेन्स टु द मुभमेन्ट अफ वन लेयर अफ फ्लुइड ओभर एनदर लेयर. यसरी मुभ गरिरहेछ हैन, यसले के गर्छ, यो फ्लुइडको यस्तो प्रोपर्टी हो जहाँ यसले के गर्छ त रेसिस्टेन्स अफर गर्छ टु द मुभमेन्ट अफ वन लेयर अफ फ्लुइड ओभर अदर लेयर. अब यति भइसकेपछि अदर एडजसेन्ट लेयर अफ फ्लुइड हैन. ल यो त बुझ्नुभयो. अब हामी यो बुझौँ काइनेटिक विस्कोसिटी र डाइनामिक विस्कोसिटी के हो. अलरेडी मैले यति एक्सप्लेन गरेर यहाँ चाहिँ डाइनामिक विस्कोसिटी बुझाइसकेको छ. यो म्यू नै के हो त डाइनामिक विस्कोसिटी, र सिम्पली हामी म्यूलाई के भन्छौँ त विस्कोसिटी पनि भन्न सक्छौँ, र यसैलाई हामी के भन्छौँ एब्सोल्युट विस्कोसिटी पनि भन्न सक्छौँ. अब यति भइसकेपछि हामीले के थाहा हुनुपर्छ, एसआई युनिट, यसको युनिट के हुन्. एसआई युनिटमा न्यूटन सेकेन्ड पर मिटर स्क्वायर. यो डाइनामिक विस्कोसिटीको युनिट के छ त न्यूटन सेकेन्ड पर मिटर स्क्वायर, र सिजिएसमा हामी यसलाई के भन्छौँ पोइज भन्छौँ. सो हामीलाई चाहिँ के भन्छ क्वेसन आएको थियो एक्जाममा, पोइज र स्टकमा डिफरेन्स के छ, डिफाइन पोइज एन्ड स्टक. सो तपाईँ यहाँबाट हेर्न सक्नुहुन्छ. पोइज के हो त, इट इज द सिजिएस युनिट अफ वाट डाइनामिक विस्कोसिटी. अनि त्यसपछि काइनेटिक विस्कोसिटी के हो त रेशियो अफ डाइनामिक विस्कोसिटी अफ द फ्लुइड टु दैट अफ द डेन्सिटी अफ फ्लुइड. यो के छ त डाइनामिक विस्कोसिटीको रेशियो कोसित त डेन्सिटी अफ फ्लुइडसित. त्यही हाम्रो के हो त काइनेटिक विस्कोसिटी, जसलाई हामी के गर्छौँ त न्यूले डिनोट गर्छौँ. यो के हो त न्यू हो. न्यू इज इक्वल टु म्यू बाई र. म्यू भनेको के हो त म्यू इज डाइनामिक विस्कोसिटी, र भनेको यो के हो त डेन्सिटी अफ फ्लुइड. अब त्यसपछि हामीलाई के थाहा छ युनिट, यसको मिटर स्क्वायर पर सेकेन्ड एसआईमा, र सिजिएसमा के हुन्छ त स्टक हुन्छ. र हामीलाई के थाहा हुनुपर्छ, यो चाहिँ तपाईँलाई थाहा हुनैपर्छ. 1 पोइज इज इक्वल टु के हुन्छ 1/10 न्यूटन सेकेन्ड पर मिटर स्क्वायर हुन्छ, वेराज 1 स्टक इज इक्वल टु 10 to the power -4 मिटर स्क्वायर पर सेकेन्ड हुन्छ, र 1 सेन्टी स्टक इज इक्वल टु 1/100 स्टक हुन्छ. यदि तपाईँलाई थाहा हुनुपर्छ. आई होप तपाईँहरूले बुझ्नु भएको छ. म फेरि फटाफट तपाईँलाई रिकल गराइदिन्छु तपाईँले के बुझ्नु भएको छ. यो विस्कोसिटी के हो त प्रोपर्टी अफ फ्लुइड टु रेसिस्ट मुभमेन्ट अफ वन लेयर अफ फ्लुइड ओभर एनदर एडजसेन्ट लेयर इज वाट विस्कोसिटी. अब यो बुझिसकेपछि तपाईँहरू यहाँ फिगरमा के हेर्नुभयो त, यहाँ के छ त दिस वान इज सोलिड बाउन्ड्री. सोलिड बाउन्ड्री छ हाम्रो यहाँ, र त्यसपछि सोलिड बाउन्ड्री भयो. सो यहाँ के छ दुईवटा लेयर छ. हियर इज अ सोलिड बाउन्ड्री ओभर विच फ्लुइड इज फ्लोइङ हो. लेट अस कन्सिडर 2 लेयर. 1 layer is upper layer, 1 layer is lower layer. So the distance between the 2 layer is dy. Lower layer is moving with velocity, relative velocity u, whereas upper layer is moving with the relative velocity u plus du. अब त्यसपछि यति भइसकेपछि अब हामीलाई के थाहा छ, here the upper layer applying shear stress on lower layer applying shear stress on upper layer, and we also know what Newton's law of viscosity. So Newton's law of viscosity states what shear stress is directly proportional to shear strain. अब हेर्नुस् त फ्लुइड वाला सो यो du by dy के हो हाम्रो भेलोसिटी ग्रेडियंट. अब हेर्नुस् त यहाँ t is directly proportional to velocity gradient du by dy. अब हेर्नुस् प्रोपोर्सनालिटी साइन हटाउन हामीले के गर्यौं म्यू को एन्ट्री गरायौं. म्यू नै के हो त
हाम्रो प्रोपोर्सनालिटी कन्स्ट्यान्ट हो र यसैलाई हामी के भन्छौँ डाइनामिक विस्कोसिटी भन्छौँ र यसैलाई हामी के भन्छौँ एब्सोल्युट विस्कोसिटी पनि भन्छौँ है त। यो भइसक्यो। त्यसपछि एसआई युनिटमा के छ त हाम्रो डाइनामिक विस्कोसिटीको एसआई युनिट न्युटन सेकेन्ड पर मिटर स्क्वायर छ र सिजिएसमा के छ त पोइजो र काइनेटिक विस्कोसिटी के हो त इट इज डिफाइन्ड एज वाट रेसियो अफ डाइनामिक विस्कोसिटी टु डेन्सिटी अफ फ्लुइड। यो हाम्रो के हो त काइनेटिक विस्कोसिटी हो र यसलाई हामी के गर्छौँ न्यूले डिनोट गर्छौँ र हामीले न्यूले डिनोट गरिसकेपछि यहाँ एसआई युनिट के छ मिटर स्क्वायर पर सेकेन्ड हो र सिजिएसमा के छ त स्टक। अब त्यसपछि नोट थाहा हुनुपर्ने कुरा 1 पोइज इक्वल टु के हुन्छ त 1/10 NS पर मिटर स्क्वायर र 1 स्टक इज इक्वल टु 10⁻⁴ मिटर स्क्वायर पर सेकेन्ड र 1 सेन्टी स्टक इज इक्वल टु के हुन्छ 1/100 स्टक। आई होप तपाईँहरूलाई क्रिस्टल क्लियर कन्सेप्ट भेटेको छ भने डु लाइक शेयर एन्ड सब्सक्राइब। यस के हुन्छ अलिकति सेटअप सही छैन, लो क्वालिटी सेटअप विथ हाई क्वालिटी नलेज है त। किप सपोर्टिङ। तपाईँहरूको सपोर्ट नै मेरो लागि मोटिभेसनको सोर्स हो र सपोर्ट गर्नुहुन्छ भने योभन्दा पनि बेटर गर्ने ट्राई गर्छु र कमेन्ट डाउन राधे राधे इफ यु लाइक इट। अब म सब्सक्राइबर्स माग्दिनँ न त म लाइक माग्छु, मन भइरहेछ इच्छा भइरहेछ तपाईँहरू बुझिराख्नु भएको छ भने सपोर्ट। थ्याङ्क यू।